हेलो गाइज ल है अब चाहिँ म आज दिनभरिको ट्राभल भनौँ या फुड डेलिभरी पनि भनौँ होइन त्यसको लागि चाहिँ आज दिनैभरि रेस्टुरेन्टको काम छुट्टी थियो त्यही भएर आज म डेलिभरी ग्लोबोमा हिँडिरहेको छु अर्डर वेट गर्दैछु आज फ्राइडे चाहिँ अब डबल पैसा आएको हुन्छ अनि डबल भएको हुन्छ त्यही भएर चाहिँ 7 बजेपछि अहिले यहाँ लगभग 7 बजिसक्यो 7 देखि 9 बजीसम्म चाहिँ आज एकदमै राम्रो हुन्छ डबल पैसा दिन्छ अनि त्यही भएर म यहाँ अर्डर वेटिङ गर्दैछु जुन अहिले म चाहिँ सेतुवाल पोर्चुगलको सेतुवाल जिल्लामा छु बस्ने यता सिटी डाउनटाउन सिटी बवालै छ अनि भिडियोलाई लाइक शेयर कमेन्ट गर्नु होला सबैजना साथीहरू बोलेको कस्तो छ के कस्तो छ बिस्तारै इम्प्रुभ हुँदै गर्छ भर्खरै हो अब आफ्नो फेस देखाएर बोल्न चाहिँ अलि अप्ठ्यारो नै लाग्छ नि त त्यही भएर नि कता जानुभयो हाम्रो यहाँ खेम सर पनि पछाडि हुनुहुन्छ अनि म चाहिँ यता हेलो उता अगाडि हाम्रो खेम बर्दाले पनि भिडियो बनाउँदै हुनुहुन्छ अनि त्यही हो त्यो चाहिँ डाउनटाउन सिटी है डाउनटाउन सिटी हो अनि पार्कहरू चाहिँ व्यवस्थित हुन्छ क्या यहाँको सबै यसरी अब आज त यहाँ त के खोलेको रहेछ अनि यता यस्तो छ यो ठाउँ यहाँ फेस्ता भन्छ फेस्ता लाग्दै रहेछ अब यहाँ यो पार्कमा चाहिँ यस्तो छ म चाहिँ अब म्याकडोनल्ड नजिक आइपुगेँ म्याकडोनल्डबाट चाहिँ एकदमै राम्रो अर्डर आउँछ क्या किनकि सबैभन्दा बढी टेकअवे नै गर्छ म्याकडोनल्ड अनि बर्गर नै हो बेच्ने बर्गरहरू चाहिँ खतरा अर्डर आइरहेको हुन्छ त्यही भएर चाहिँ मेरो स्टेसन प्रायः यही ठाउँमा हुन्छ राइडरहरू सबै डाउनटाउन नै यहीँ हुन्छ के भयो चाहिँ के भयो होइन पुरै राइडर मात्र बस्ने हो यहाँ चाहिँ यो एरिया चाहिँ यो होटल पनि छ अनि म्याकडोनल्ड चाहिँ यो बिल्डिङमा छ यो चाहिँ पार्कको क्याफे के भयो म्याकडोनल्ड यो चाहिँ म्याकडोनल्ड हो र म चाहिँ म्याकडोनल्ड अगाडि आइपुगि नै सकेँ यो पार्क अब म कसरी निकाल्ने यो निकाल्ने ल